ल है सेवार है सम्पूर्णमा अहिले चाहिँ हामी यो पूर्वको एकदमै रमणीय ठाउँ अनि एकदमै चर्चित तेह्रथुमको बसन्तपुरदेखि माथि जुन चाहिँ तिनजुरे मिल्के क्षेत्र, यहाँ चाहिँ जम्मा 32 प्रजातिका गुराँसहरू पाइन्छन्। अहिले चाहिँ धेरै जस्तो रातो फुल र अलिअलि सेतो मिक्समा गुराँसहरू भेटिरहेको छ, देखिन्छ, तपाईले देख्न सक्नुहुनेछ। र विशेष गरेर आज वैशाख 7-6 गते एका दिन पनि यति धेरै चाहिँ पर्यटकहरू यहाँ चाहिँ आएर हैन एकदमै धेरै रमिराख्नु भएको छ। र हजुरहरू पनि धरान, सुनसरी, इटहरी, झापाबाट अहिलेसम्म तपाईहरु यहाँ आएर यहाँको यो मनोरम दृश्य चाहिँ तपाईहरुले हेर्न सक्नुहुनेछ। एकदमै धेरै चाहिँ पर्यटकहरूको घुइँचो तपाईहरुले यहाँ देखिराख्नु भएको छ। विशेष गरेर अहिले अलिकति नयाँ वर्षको एउटा अवसरमा पनि भएर होला र त्यही गरेर माथि तिनजुरे चाहिँ जुन अहिले सानो पाथिभरा भनौँ पूजा गर्नेको भिड पनि त्यत्तिकै बाक्लो थियो हैन। गाडी खचाखच, तपाईलाई पार्किङको चाहिँ ठाउँहरू एकदमै धेरै खचाखच थियो। यो चाहिँ हाम्रो तल यो सुके पोखरी या के भन्छ यो ठाउँलाई त यस्तो छ। हजुरहरू आउन सक्नुहुनेछ, आउनु होला। अनि कति राम्रो यो चाहिँ तपाईलाई यो माथिको यो जुन बाटो देखिराख्नु भएको छ, यो माथि डाँडामा गएर डाँडा माथि त्यो पाथिभरामा जान सक्नुहुन्छ। यहाँ चाहिँ शौचालयको व्यवस्था पनि गरिएको छ मजाले। यो अहिले पहिलाभन्दा धेरै व्यवस्थित भइसकेको रहेछ हैन। तिनजुरे क्षेत्र तपाईहरु घुम्न आउनुभयो भने अलिकति न्यानो कपडा लाएर आउनु होला, किनभने अलिकति चिसो छ। र म चाहिँ विशेष गरेर आज ताप्लेजुङको फाकुम्बा गाउँबाट मयाखोला गाउँपालिका फाकुम्बा गाउँमा गएको थिएँ हैन। विशेष गरी त्यहाँबाट आउँदै गर्दाखेरि यो दृश्यहरू देख्ने मौका पाएँ र हजुरहरूलाई पनि यो भिडियो मार्फत प्रयास गरिरहेछु तपाईहरुलाई देखाउने।